एभ्रिवान सिदानेमा दिउँसै रात परेको छ, पानी आइसकेको छ। यस्तो भएको मौसम, आकाश यस्तो अँधेरो भयो। ओ भाइ गाइज, अघि चाहिँ दिउँसै रात परेको थियो, अहिले चाहिँ यो पानी आयो नि त मजाले। पानी आइसकेपछिको समय हो। पानी आइसकेपछि चाहिँ मजाले उरेको ह। अनि यस्तो भयो। अब हामी चाहिँ बन्दा काट्न जानु लाग्यो। बाटो यस्तो हो। म चाहिँ बन्दा काट्न जानु लाग्यो। बन्दा तिमी पुगेपछि देखाउँछ है त। अनि यो चाहिँ हाम्रो घरमा फुलेको रोज, यदि कसैलाई दिन मन छ भने चाहिँ हामीलाई किन्न आउनु होला। फ्रीमा त कोही दिन्छ र हैन। अनि हाम्रो बिर्सिनै नहुने कुरा, आज चाहिँ हामीले मकै गोडेको छौँ। अनि यो चाहिँ हाम्रो घरको लसुन भयो। लसुन चाहिँ अब खन्ने बेला हुन्छ। यस्तो मजाले हो कि यता तल पनि हो। हेलो डल्स, के छ हौ? हेलो गाइस, माइताको तिमी? डल्ली पौडेल च्यानल प्लिज सब्स्क्राइब गरिदिनु होला। त्यत्रो मकै खनेको आछ। यो चाहिँ अझ झारै हो। यो त पुरै मकै हो। यो सबै तर झार हो। यो यस्तो झार आयो कि मकैमा। तपाईँहरूको त्यता मकैमा कस्तो झार? हाम्रो आमाले बन्दा काटिदिनुहुन्छ। त्यहाँ लसुन हो। यता चाहिँ म छु। म त हुने नै भयो नि त मेरो भ्लगमा। मै नहुने कुरा चाहिँ भएन। अनि त गाउँ बस आयो क्या हो? बस फसेर बस आएन। अति बाटो छैन नि हो। बसौँ। आहा, हाम्रो घरतिर जुगा नि पाइन्छ। जुगा चाहियो भन्नु होला है। कसैलाई दुब्लाउन मन छ भने चाहिँ जुगा आउँछ है हाम्रो घरतिर। बाई बाई। पानी आइसक्यो।